हेलो गाइस, गुड मर्निङ। फेरि पनि 2-4 दिन बाद मेरो भिडियोमा स्वागत छ तपाईहरुलाई। 2-4 दिन आजकल अलिक बिजी हुनाले अलिअलि भिडियोहरू बनाउन पाउँदैन। सो आज अलिकति है बिजी हुँदै पनि यसो सोचे एउटा त बनाउनै पर्छ भनेर सो बनाइदिएको। म चाहिँ आज जाँदैछु खेतला। हाम्रो यहाँ पल्लोटी साथीको अदुवा बारी फाड्ने, अझै अदुवा रोप्ने अरे, त्यसैले जाँदै गरेको हेर्दैछु। जानुपर्ने चाहिँ अलिक माथि नै हो। अहिले म आधी बिचमा चाहिँ पुगिरहेको छु। बाटोमा मन्जिल भाइले पर्खिरहेछ अरे, अब भेटेर सँगै जानुपर्छ। यो पर्खिरहेछ भाइले, पर्खिरहेछ मुसु मुसु हाँस्दै फोन चलाउँदै हो। अब चाहिँ तेर्सै हिँड्नुपर्छ। आज तेर्सो भेटेको। दुई भाइ त अघि गइसक्यो है। दुई भाइ यहाँ चाहिँ फोन चलाउँदै बस्नुभएको भाइ मन्जिल भाइ गुचीमा हात लगाएर झोला भिरेर सिक्कल बोकेर मनक्लाएर हिँड्दैछ। मेरो नि हालत त त्यही हो, यतै छ। हामी चाहिँ अदुवा बारी आइपुग्यो। चाहिँ गाईहरू बाँधिरहेको रहेछ। यहाँबाट जस्तो देख्छ है, गुड। ल आइज 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 आइज। पुढे रहेछ त। यहाँ कराउँदैछ। यहाँ चाहिँ सरङरङमा जाने कुरा हुँदैछ। यसले टायर थालिनुको छ पानी छ। अब चाहिँ गएर आउँछ काम सुरु गर्नु। तल दिन फाडेर आएको आइसक्यो। दाजु फाड्दैछ, यहाँ मन्जिलमा फाड्दैछ। एकजना पानी किनेको छ। यस्तो छ। अमलाको पत्ता, अमरा, पानी अमला रुगामार्गी लागेर मर्नु भइरहेछ। उयो माथि साउन अरे, त्यहाँदेखि उयो तलबाट फेरि अमला, पानी अमला। यसलाई चाहिँ खानुपर्छ, दबाई अरे। खाना खाएर बसेको। गेम खेल्दैछ मालिक त। खेतालाको मालिक त गेम खेल्दैछ। यो मान्छे बाटो मान्छे, नाम सुस। भयो आज फाडेको चाहिँ यति हो। यहाँ तल दिन फाडेको, उताटीदेखि माथिसम्म फाडेको 10 मन अदुवा रोप्ने। बाटो चाहिँ यस्तो छ अप्ठ्यारो, झरेको टक्कै हो। गाईहरू पारिदिएको भुटान यस्तो छ। सो आजको लागि चाहिँ यति नै हो। काम गराइले गर्दाखेरि त्यस्तो देखाउनु पाएन। सो हेर्दैछौँ। आज भोलि ब्लग राम्रो भएको छैन, हुनेछ।